सो वेलकम टु माई न्यू ब्लग। र आज चाहिँ दसैँको नाइन्थ 9औं दिन हो र म तपाईँलाई आज के गर्छौँ भनेर म देखाउँदैछु है त। सो गाइज मैले चाहिँ यिनीहरू जम्मा गरेर होइन यहाँनिर के हो त्यो क्या अब यिनीहरू पखाल्नुपर्ने हुन्छ। मेरो साइकल छ कि पुरानो बिग्रेको त्यो पखाल्नु पर्छ। मेरो साइकलको हात यस्तो छ यार। अब यसले चाहिँ बाहिर लगेर पखाल्नु पर्ने हुन्छ किनकि अब अहिले पूजा गर्नुपर्छ नि त। हामी चाहिँ आज गर्छ कि विश्वकर्मा पूजा भन्ने। अनि बाइक साइकलहरू सबै यस्तो यो टायर पङ्चर भएको थियो कि अनि ब्रेक पनि अहिले चल्दैन अनि बनाएकै छैन पैसा नभएर। सो गाइज फाइनली पखाल्न सक्यो है साइकल र ट्र्याक्टर चाहिँ। अब बाइकहरू चाहिँ बाँकी छ एकछिनपछि पखाल्ने। अनि यो चाहिँ मेरो काले भाइ। हेलो काले त बुझ्छ बुझ्न त लास्ट ज्ञानी है यो है। अलिकति एग्रेसिभ छ त्यही भएर बाँधेर राख्नुपर्छ नत्र त छोडेर राख्दा नि के हुँदैन थियो। फेरि बाहिरको मान्छेले टोकिहाल्यो भने चाहिँ हुन्छ नि त। सो हे गाइज म चाहिँ रेडी भएर आइसकेको छु र अब चाहिँ हाम्रो पूजा सुरु हुन्छ। अब पूजा कस्तो छ भनेर चाहिँ म चाहिँ तपाईँहरूलाई देखाउँछु। जस्तै कि हामी चाहिँ नेवारहरूको नवमीमा चाहिँ पूजाहरू हुन्छ कि कस्तो भोक लाग्यो साथीहरू मलाई भोक लागिसक्यो तर पूजा सुरु भएको छैन। हाम्रो चाहिँ पूजा सुरु भएको छ। आज चाहिँ दसैँको नवमी अथवा 9औं दिन चाहिँ हाम्रो नेवारी कल्चरमा यसरी पूजा गरिन्छ। भरको पूजा सायद आजै गरिन्छ क्या होइन ड्याडी? विश्वकर्मा पूजा सरस्वती पूजा होइन सबै आजै गरिन्छ। तपाईँको होइन जस्तो लाग्यो। यो चाहिँ हाम्रो दाईको आफ्नै बुक कलेक्सन फोटो भित्र चाहिँ केही छैन। भित्र चाहिँ तपाईँको फोटो कि अरूको पनि हो। फोटो पब्लिस भइसक्यो बुकमा। ल कपिराइट लाग्छ हो तिमीलाई। यस्तो फेमस मान्छेहरू छ घरमा तर कसैले चिन्दैन के भन्नु। सेट म्यान यो बुकमा त म पनि रहेछु नि त यार। सेट खानै पाएन त झोल। यो नरिवल चाहिँ किन फुटाएको भन्दाखेरि पहिला चाहिँ हाम्रो कुखुरा काट्ने चलन थियो अनि त्यसलाई चाहिँ हटाएर नरिवलले ल्याएको खासमा। बाइकहरूको अनि ट्र्याक्टरको अनि साइकलको अनि त्यसपछि फेरि अर्को बाइकको अनि फेरि अर्को बाइकको अनि फेरि अर्को ट्र्याक्टरको अनि कोदालीको सोदालीको हामी पूजा गर्छौँ।
गाइज अब चाहिँ हामी तल जाँदैछौँ सबै सामानहरू बोकेर होइन पूजा गर्ने सामानहरू बोकेर हामी भोक लाग्यो क्या है मलाई भोक लागेको छिटो सब चाहिँ हामी यहाँ एउटाको दुइटाको तिनटाको अनि ट्र्याक्टरको अनि फेरि ट्र्याक्टरको अनि फेरि साइकलको अनि यति मात्रै हो खोइ कचौरा ए करुवा कतिवटा हिँड यो पनि खान पाइएन झोल खानु पाइएन भनेको त खानु पाइएछ झोल होइन झोल सेट यसो नरिवलको झोल खायो भने बलियो हुन्छ भनेर भनेको थियो कि अब चाहिँ हाम्रो हिरो डनको पालो हिरो डेडी नयाँ मेहमान नहीं अब डेलिभरी फरक है के नमाउनु पर्यो है अब बच्चाई मेरो पालो यस्तरी खिच्न लिने हो कि ये भाइ क्या डेडी सो हाम्रो अर्को फ्यामिली मेम्बर पनि छ यहाँ कालो भाइ ज्ञानी छ यो त अर्को पनि छ तर कहाँ छ तले भिज्ने पदायो न अरे ससुले आप कोटा गर्नु ल वाउ दिदी बस सो गाइस अब चाहिँ हाम्रो सक्यो थ्याङ्क यू सो मच ल फोटो सेसन भइरह सो गाइज हेलो गाइज सो यति नै थियो आजको हाम्रो ब्लग किन भन्दाखेरि पूजा सकिसकेको छ र अब हामी जान्छौँ भोज खानलाई भोज चाहिँ देखाउन मिल्दैन किनकि आँखा लाग्छ सो बाई बाई सी यू इन नेक्स्ट ब्लग